हेलो एभ्रिवान वेलकम टु जोसिनो भाइब्स। सबैमा ह्याप्पी विश्वकर्मा दिवस पूजा भनौँ न। अब पहिला पहिला भन्थे, अब खासमा विश्वकर्मा भन्दाखेरि चाहिँ अब लुवालाई चाहिँ पूजा गर्नुपर्छ भनेर। अब कतिपय मान्छेहरूले चाहिँ आफैलाई पनि केटाहरूले चाहिँ पूजा गर्न पनि खोज्लान् फेरि, किनकि मर्दको छाती भनेको चाहिँ लुवाभन्दा कम हुँदैन भनेर भन्छन्। फेरि त्यही केटाहरूले खासमा चाहिँ कसैले फेरि होइन, हामी चाहिँ लुवा होइन, बरु त्यही केटाहरूले चाहिँ केटीहरू चाहिँ लुवा हो, त्यही मर्दको चाहिँ मन तोड्ने चाहिँ केटीको मन चाहिँ झन् लुवा हो, त्यो नै लुवा हो भनेर त्यसलाई चाहिँ पूजा गर्न पनि भनेर भन्न सक्छन् है। एनिवेज जोक्स अपार्ट, आज हामीले पनि पूजा गरेका छौँ। फर्स्ट अफ अल मैले चाहिँ पूजा गर्दाखेरि अब विभिन्न अरू धेरै मसँग केही छैन त्यस्तो। मैले चाहिँ यो हाम्रो यो साइकलको चाहिँ पूजा गरेको छु। दिस इज द साइकल मैले +2 मा पढ्ने बेला, अनि यता चाहिँ सुरुमा चाहिँ यसलाई पूजा गरौँ भनेर चाहिँ जति पुरानो भयो भने आफ्नो पुरानो कुराको चाहिँ एकदम माया लाग्छ। मैले +2 मा जाने बेला चाहिँ आमामा यो साइकल पुरै स्प्रिङवाला साइकल थियो। पुरै यो साइकल जाँदाखेरि चाहिँ मलाई यस्तो लाग्थ्यो कि पुरै सब मलाई हेरिरहेको जस्तो लाग्थ्यो, कति न के चढेर आइरहेको छ जस्तो। अनि चाहिँ मम्मीले चाहिँ पूजा गरिदिनु भएको छ। अनि त्यसपछि चाहिँ माई न्यू स्कुटर नै भनौँ, 1 साल हुन लाग्यो, तर यसको चाहिँ पूजा गरेको छ। यसमा चाहिँ खासमा रिबन चाहिँ छैन भनेर चाहिँ मैले गरेको थिएँ। अनि रिबन छैन भन्दाखेरि मम्मीले यसको चाहिँ कान बनाएर यतातिर चाहिँ फुल हालिदिएका छन् होइन। यसमा चाहिँ फुल हालिदिएका छन् कान बनाएर। अनि यस्तो पुरै खतरा तरिकाले चाहिँ पुरै यो के अरे अक्षताहरू पुरा लगाएर चाहिँ पुरै यस्तो रातो भएको छ। अनि हामी चाहिँ यसरी सेलिब्रेट गरौँ, सबैले विश्वकर्मा बाबाले चाहिँ सबैको चाहिँ के अरे रक्षा गरौँ। ह्याप्पी विश्वकर्मा पूजा।